मेयर भन्ने बित्तिकै चाहिँ मेयर भनेपछि त अब अहिले मैले देख्दाखेरि राम्रो मेयर को भन्नुभयो भने केही तौर तरिका नमिले पनि हर्क साम्पाङलाई म राम्रो मेयर मान्छु। दुःख गरिरहेको छ बिचरा जनजातिको छ, त्यसलाई सल्युट गर्नुपर्छ। त्यो उहाँको छ नि, उहाँको कार्य गर्ने जुन वे छ त्यसलाई मैले सल्युट गर्छु। नेपालका दुई मेयरहरू बालेन शाह या हर्क साम्पाङ, यसमध्ये एउटा रोज्नु पऱ्यो भने? अनि एब्सोल्युटली देयर इज नो डाउट हर्क साम्पाङ हो, किनभने बालेन शाहलाई जनताले भेट्न पाउँदैन नि, एक्सेस इजी छैन नि। मैले रिजन पनि दिन्छु तपाईँलाई, हजुरले सोध्दा मलाई रिजन पनि भन्नु होला मैले किन त्यो भने भन्ने। एक्सेस इजी हुनु पऱ्यो पोलिटिसियन्सहरूसँग। बालेन शाह उहाँ चाहिँ खोपीमा राखेको राजा जस्तो महाराज जस्तो त्यही क्यारियन भएन। हिजो दरबारमा हामीले राजा भेट्न कति गाह्रो थियो, दसैँमा टिका लाउनु त भेट्न पाइन्थ्यो नि त। बालेन शाहलाई जनताले भेट्न पाउँदैन, हर्क साम्पाङलाई सडकमा भेट्न पाउँछ। त्यो हो नेता, जनजातिको छोरो बिचरा गाउँबाट आएको मान्छे होइन, मलेसियामा काम गरेर आएको एउटा मजदुर आएर जनतालाई एउटा माइक बोकेर कन्भिन्स गरेर चाहिँ मेयर खाइदियो। काम पनि राम्रै गरिरहेको छ। हामीले हेर्दाखेरि सरकारले पेलिरहेको छ, बजेट दिँदैन, बिचराले गरोस् के। अलि त्यो भाषा छ नि उहाँको, त्यो बेला बेला दिने ती फोहोरी भाषाहरू चाहिँ बन्द गरिदियो भने त फेरि उहाँहरूकोमा कमन हुन्छ। जनजातिमा जन्मिँदैखेरि त्यो स्ल्याङ छ नि, हामीले भन्न मिल्दैन यहाँ, ठेगो बोली त्यो ठेगो हुन्छ, त्यो ठेगोलाई बिगारिरहेछ उहाँले। त्यति हटाइदिएदेखि हर्क साम्पाङ इज द बेस्ट इन द कन्ट्री।